घरमा 7 अजुवाहरू छन्। एउटा यो अजुबाई के चाहियो तँलाई भन्। शान्तिमलाई के चाहियो भन्। यता हेर एउटा अजुबा यहाँ पनि छ बिस्कुट चाहियो अरे। कुन तेल ल्याउने तोरीको बोक्न पर्दैन हो मलाई बोक्नु पर्दैन है। दोकान किन जाने भन त। तेल लिन जाने हो के। ओके गाइज अब हामी चाहिँ बाहिर निस्केको छोरो चाहिँ दानाहरू पनि दौडेको छ होइन। प्रगति गर्न सकिएन क्या सामाजिक सञ्जालमा प्रगति गर्न है। के हुन्छ कहाँबाट आउँछ त पोकेमन। अच्छा मलाई थाहा रहेछ सबै पोकेमन कहाँबाट आउँछ के कहाँबाट आउँछ भन्ने कुरा होइन। हो र ल ठिक छ। पोकेमन अच्छा कहाँनिर पोकेमन खेलेर नि के काम। सिधा सिधा हिँड्नु पर्छ क्या सिधा सिधा यस्तो 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 गर्ने यत्रो बडी छ अनि फिट हुनु पर्यो नि है। ब्लगिङ च्यानल चाहिँ यो हो केटाहरू हो है। अर्को चाहिँ जस्ट कमेडी र सर्ट च्यानल हो। ब्लगिङ च्यानललाई चाहिँ सपोर्ट गरिदिनु पऱ्यो क्या। ब्लग भनेको चाहिँ अब यही हो लतरा गफ मार्ने गफ सुन्ने होइन। म चाहिँ तपाईँहरूलाई आज खतरनाक कुरा देखाउँदैछु भन्ने लास्टमा देखाउने बेला मेरो जस्तो छोरो देखाउने त्यही त होला अरू के छ र होइन। अरू उपाय नास्ता नास्ति केही छैन। यस्तो भन्ने यस्तो भन्ने ल के किन्न आएको भन छोरो फटाफट। ल गाइस त्यसपछि हामी चाहिँ दोकान गएर नि आइयो है। मैले तेल जमाएको छु त्यसले बिस्कुट देखाइदेऊ त्यहाँ बिस्कुट या हाम्रो बिस्कुट शुद्ध सनफ्लावर तेल लिएर आया पेन्टिङ हालेर बस भनेको भन्छ अब मैले कहाँ पेन्टिङ गर्छु भन्छ।